डे 2 इन काठमाडौँ। हेलो एभ्रिवान, शुभ दिन। आई होप तपाईँहरू सबैको दिन राम्रै गएको होला। गाउँबाट सहर आएपछिको आफ्नो अनुभव भनिरहेको छु। सबभन्दा ठुलो कुरो चाहिँ यहाँको ट्राफिक है। गाउँतिर र यहाँको ट्राफिकमा आकाश पातालको फरक छ। सबभन्दा धेरै अप्ठ्यारो हुने भनेको ट्राफिकमा हो। र नयाँ ठाउँमा आइसकेपछि पोस्ट ठाउँ नचिनेकोले पनि एकदम अप्ठ्यारो हुने गर्दछ। एउटा गल्लीबाट पस्छ, अर्को गल्ली पनि त्यस्तै देखिन्छ, त्यो गल्ली पनि त्यस्तै देखिन्छ। लोकेसन थाहा नभएपछि चाहिँ घुम्ने चाहिँ त्यही एउटै गल्लीमा रहेछ, जति घुमे पनि यहाँ नजिक सर्भाइभ गर्न चाहिँ एउटा जागिर नभइकन नहुँदो रहेछ है गाइज। त्यही भएर यदि सहर आइराख्नु भएको छ भने पहिलोचोटि एउटा जागिर टुङ्गो लगाएर मात्रै आउनु होला है। आफ्नो अनुभव भनिरहेको छु। दिन यस्तै गरिरहेको छ। फिलहाल कुनै जब पाएको छैन। दिनभरि बस्यो कोठामा, मोबाइल चलायो होइन। झन् एउटा वाइफाई चाहिँ छ र टाइम पासको एउटा बाटो बनेको छ। अब आगामी दिनमा के हुन्छ त्यो थाहा छैन, तर यो सानो सानो मिठो मिठो भ्लगहरू हजुरहरू समक्ष आइ नै रहनेछ। फलो गर्नुहोस्, हुन्छ भने राम्रो लाग्यो भने लाइक गरिदिनु र एउटा सानो सेयर गरिदिनु होला। र अब जबको खोजीमा छु, हेरौँ। डे 2 मा त कुनै जब भेटाएको छैन। कोठामै बसेर काम चलाइरहेको छु, टाइम पास गरिरहेको छु। र राम्रो कुरा के छ भने आजदेखि नयाँ स्किल सिक्ने ठाउँमा भर्ती भन्दा पनि भर्ना भएको छु। अब भोलिदेखि काम स्किल सिक्ने कार्य सुरु हुनेछ। स्किल सिकेपछि चाहिँ जागिर पाइन्छ होला नि, केही न केही। त्यही पनि काम चलाउ जागिर त हुन्छ होला, खोज्दैछु। हेरौँ अगाडि दिनहरू के हुन्छ जान्नको लागि। र राम्रो लाग्ने एउटा लाइक, सेयर र फलो गरिदिनु होला है त। सी यू, बाई।